भनेको? फोटो खिच्छ। अनि हजुरले फोटो खिचिदिनु न भनेको होइन? मामुलाई हेर्छु न। बेबीले आज के गर्नु भएको रे? खनाइ गरे। अमोय नुहाइ गरे होइन? खनाइ गरे रे। कति ठुलो झाग लाउन जानेको? खनाइ बाइ गरे। यसरी नुहाइ बोलु गरेको होइन? कसले नुहाइदिनु भएको? मामुले। बेबी रोयो कि रोएन? किन लोको? किन रोको? स्याम्पू लाउँदा लोको? अनि रुनु पर्छ त नुहाउने बेलामा? रुनु पर्छ त? कसले भनेको नि? नुहाउने बेलामा रुनु हुँदैन। अर्कोचोटि नुहाउँदा नरुने हस्? यस्तो नगर्नु ल, बेबीलाई जाडो हुन्छ नि फेरि। घाम पनि लागेको छैन। मामु कहीँ नजानी? कहीँ नजानी? बेबीलाई नुनु गराउने अनि बस्ने हस्? मामु घुमी गर्न जान्छु। बेबी नुनु गर्नुहुन्छ? हुन्छ? बेबी यहाँ नुनु गर्नु। बेबीको सिरानी खोइ? बेबीको सिरानी खोइ? कुन चाहिँ यो हो बेबीको सिरानी? अनि सिरानीमाथि त्यसरी बस्नुहुन्छ त? हुन्छ? हुँदैन। हुँदैन ल, सिरानीमा नुनु गर्नु ल छिटो। म त घुमी जान्छु बेबी नुनु गर्नु, अनि म त एक्लै घुम्न जान्छु हस्? नै? मामु पनि बेबीसँगै नुनु गरेर बस्नुपर्ने अनि? मामु घुमी जान्छु भनेर बेबी नसुत्नु भएको? हो? अनि? किन नसुत्नु भएको बेबी? अनि बेबी हि गरे भन न। अनि त्यति लाइ गरेको? हो? हिटर तापी गरेको? बाहिर घाम लागेको छैन भन्देऊ न। छैन। पानी परेको पनि छैन। छैन। किन चाहियो माटो? फेरि नुहाइबुलु गर्न जाने हो माटो खेलेर? हो? म त फेरि हर गरिदिन्छु पानी हालेर, चिसो पानी हालेर। हुन्छ? हुन्न? किन? चिसो पानीले नुहाइ गऱ्यो भने के हुन्छ? नुहाइ गऱ्यो भने के हुन्छ? जाडो हुन्छ? हुन्छ? माटो खेल्ने? तिमी माटो खेल, अनि म नुहाइबुली गरिदिन्छु हस्? हुन्छ? खै?